नमस्कार। आज हामी एउटा निकै महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ। नेपालमा घर जग्गा किनबेच गर्ने तरिकामा भर्खरै आएको ठूलो परिवर्तन बारे हो। खास गरी कालो धन भनौँ न, अवैध आर्जनलाई कसरी नियन्त्रण गर्न खोजिँदैछ भन्नेमा केन्द्रित हुनेछौँ। हामीसँग यसका लागि सरकारी निर्देशनहरू छन् अनि केही लेखहरू पनि। हाम्रो उद्देश्य चाहिँ यी नयाँ नियम के हुन्, किन चाहियो अनि यसले घर जग्गा बजारमा कस्तो असर पार्छ होला भनेर बुझ्ने हो। ल त्यसो भए सुरु गरौँ न त। सबभन्दा ठूलो मुख्य परिवर्तन चाहिँ के हो? हेर्नुस्, सबभन्दा प्रमुख परिवर्तन भनेको चाहिँ अब घर किन्दा होस् वा बेच्दा लिखत पास गर्दाखेरि दुवैजनाले, किन्नेले नि बेच्नेले नि आफ्नो ब्याङ्कको स्टेटमेन्ट देखाउनै पर्यो। ए, ब्याङ्क स्टेटमेन्ट नै हो। कारोबारको पैसा किन्नेको खाताबाट बेच्नेको खातामा गएको प्रष्ट देखिनु पर्यो। यो एकदमै महत्त्वपूर्ण कदम हो पारदर्शिताको लागि। भनेपछि अब सबै कारोबार ब्याङ्कबाटै देखाउनु पर्ने भयो त। तर एक्कासी यति कडा नियम किन आयो होला? केही त कारण होला नि। टास्क फोर्स एफएटीएफ भन्छ नि। एफएटीएफ हो, त्यसको ग्रे लिस्टमा पर्यो। ए, त्यो त सुनेको थिएँ। हो नि। अब त्यो लिस्टमा पर्नु भनेको देशको वित्तीय प्रणालीमा कालो धन नियन्त्रण अनि आतंकवादी लगानी रोक्न पर्याप्त काम भएन भन्ने संकेत हो। यसले अन्तर्राष्ट्रिय कारोबारमै अप्ठ्यारो पार्न सक्छ। अनि घर जग्गामा चाहिँ कालो धन धेरै प्रयोग भयो भन्ने शंका थियो। एकदम, त्यो एउटा प्रमुख कारण मानिएको थियो। त्यसैले सरकार अहिले यो ग्रे लिस्टबाट निस्किन एकदमै लागि परेको छ। आउने बजेटमा पनि यस सम्बन्धी सुधार गर्ने कुरा छ। यो नयाँ नियम त्यही प्रयासको एउटा हिस्सा हो। खासमा सम्पत्ति शुद्धिकरण रोक्ने नै हो। नारुहुदो, आइसी। फाटको दबाब रहेछ मुख्य। ल अब अलि विस्तारमा जाउँ। अरू के छन् त नियमहरू? यहाँनिर कुरा अझ रोचक हुँदैछ जस्तो छ। छन् नि। पहिलो कुरा, 10 लाख रुपियाँभन्दा माथिको कुनै पनि कारोबारमा नगद प्रयोग गर्न पुरै रोक लाग्यो। 10 लाख भन्दा माथि नगदै नचल्ने। हो, यो नियम त पहिले पनि थियो भनिन्थ्यो, तर ब्याङ्क स्टेटमेन्ट अनिवार्य गरेपछि बल्ल यो कडाइका साथ लागू हुने भयो, सबै ब्याङ्कबाटै। अनि चेकबाट गर्दा नि के छ? छ। चेकबाट गर्दा चाहिँ बेच्ने मान्छेको नाममा गुड फर पेमेन्ट चेक काट्नुपर्छ। गुड फर पेमेन्ट, त्यो भनेको? त्यो भनेको ब्याङ्कले त्यो चेकको पैसा तिरिन्छ भनेर ग्यारेन्टी दिएको जस्तो हो। चेक बााउन्स हुँदैन, कारोबार पक्का भयो। ए, राम्रो। अनि ठूलो कारोबारको के छ? नि, यदि एकै दिनमा 3 करोड वा त्योभन्दा बढीको कारोबार भयो भने मालपोत अफिसले किन्ने र बेच्ने दुवैको सबै डिटेल सिधै राष्ट्र ब्याङ्क पठाउनुपर्छ। सिधै राष्ट्र ब्याङ्क? हो, ठूलो कारोबारमाथि सिधै निगरानी भयो नि त। अनि केवाइसी को कुरा पनि आएको थियो हैन त? हो, एकदम। त्यो पनि अनिवार्य। किन्ने र बेच्ने दुवैले केवाइसी फारम भर्नै पर्छ, आफ्नो परिचय ठेगाना सब प्रमाणित गरेर। अनि त्यो फर्म पनि लिखितसँगै अपलोड गर्ने? लिखतसँगै सिस्टममा जान्छ त्यो। बैना गर्दा पनि यदि 10 लाखभन्दा बढीको बैना हो भने कागज भए पनि पैसा चाहिँ ब्याङ्क वा अरू कुनै विद्युतीय तरिकाबाटै गएको प्रमाण चाहिन्छ। यी सबै नियमले आखिर के होला त? उद्देश्य के अनि असर कस्तो पर्ला? उद्देश्य त प्रष्टै छ, कारोबार पारदर्शी बनाउने, कालो धनलाई घर जग्गामा ल्याउन गाह्रो बनाउने। अनि मालपोततिरको केही? मालपोतका कर्मचारीको मन परी चल्ने ठाउँ घट्छ। प्रक्रिया प्रष्ट भएपछि घुस खाने ठाउँ पनि कम होला भन्ने अपेक्षा छ। नियम मानेन भने कर्मचारी नै फस्ने भयो। अर्को कुरा, भूमि व्यवस्थापन विभाग नै अब नियामक जस्तो भयो। उसले यो नियम पालना भयो कि भएन भनेर हेर्छ अनि कारवाही पनि गर्न सक्छ। ए, विभाग आफैले हेर्ने भयो? हो, एउटा पुरानो निर्देशन खारेज पनि गर्यो जेठ 17 को, तरै मुख्य कुरा चाहिँ लागू छन्। अब अलिकति गहिरिएर सोचौं। यहाँ मननयोग्य कुरा के छ भने यी नियमले साँच्चै कालो धन रोक्न वा एफएटीएफले भने जस्तो गर्न कसरी मद्दत गर्छन् त? गर्छन् नि। हेर्नुस्, हरेक ठूलो कारोबार अब रेकर्डमा आयो, ब्याङ्किङ सिस्टममा आयो, स्टेटमेन्ट चाहियो, नगदको सीमा भयो, केवाइसी भयो, ठूलो कारोबारको रिपोर्टिङ भयो। यसले पैसा कहाँबाट आयो, कहाँ गयो भन्ने ट्र्याक गर्न सजिलो बनायो। अब कालो धनलाई सजिलै घर जग्गामा लुकाउन निकै गाह्रो हुन्छ। भनेपछि ट्रेल देखिने भयो। एकदम। एफएटीएफ जस्ता संस्थाले खोजेको पनि यस्तै हो, पारदर्शी सिस्टम, अवैध पैसा रोक्ने बलियो संयन्त्र। यसले नेपाल अन्तर्राष्ट्रिय मापदण्ड मान्न तयार छ भन्ने देखाउँछ। त्यसो भए
यी सबैको मतलब के हो त सारमा भन्नुपर्दा? सारमा भन्दा ब्याङ्क स्टेटमेन्ट, नगद सीमा, केवाइसी, ठूलो कारोबारको रिपोर्टिङ यी सबैले घर जग्गा कारोबारलाई औपचारिक, पारदर्शी र निगरानी गर्न मिल्ने बनाउँदैछन्। मुख्य लक्ष्य कालो धन रोक्ने र वित्तीय प्रणाली सफा राख्ने नै हो। र तपाईले अघि भन्नुभयो जस्तै यो घर जग्गाको मात्र कुरा भएन, यो त देशलाई नै FATF को ग्रे लिस्टबाट निकाल्ने ठूलो प्रयासको हिस्सा भयो। हो, निश्चय पनि। यो एउटा क्षेत्रको नियम मात्र होइन, समग्र राष्ट्रिय वित्तीय प्रणाली सुधार र अन्तर्राष्ट्रिय विश्वसनीयताको कुरा हो। अन्तमा एउटा प्रश्न मनमा आइरहेको छ, के यी यस्ता कडा नियमले घर जग्गा बजारलाई नै सुस्त बनाइदेला कि? त्यो एउटा सम्भावना त छ। सुरुमा केही सुस्तता देखिन सक्छ। वा मान्छेले नियम छल्ने अरू नै बाटो पो खोज्लान् कि? त्यो पनि हुन सक्छ। कार्यान्वयन कति प्रभावकारी हुन्छ भन्नेमा भर पर्छ। अनि यति धेरै औपचारिक बनाउँदा अरू केही नसोचेको परिणाम पनि आउन सक्ला कि भविष्यमा? यसबारे पनि सोच्नुपर्ने होला। हो, अप्रत्याशित असरहरू त जहिले पनि सम्भव हुन्छन्। हेर्दै जानुपर्छ।